मान्छेले चाह्यो भने के चाहिँ बनाउन नसकिँदो रहेछ त। हेर्नुहोस् त, यस्तो खहरे खोला, एउटा पहाडबाट झरेको एउटा खहरे खोलाको किनारमा धरानको मेयर हर्क साम्पाङजीले बनाउनु भएको यति राम्रो छ कि यति राम्रो श्रम संस्कृति पार्क। हेर्नुहोस् त, दैनिकै हजारौँ मान्छेहरू यहाँ चाहिँ घुम्नको लागि आउनुहुन्छ। कति राम्रो, कति पर्यटकीय ठाउँ हेर्नुहोस् त। पहिला यहाँ हेर्दाखेरि के पनि थिएन, यहाँनिर पुरै भिरपाखा खोलाखोल्ची मात्रै थियो। अहिले हेर्नुहोस् त कति राम्रो बनाउनु भएको छ। यहाँ हेर्नुहोस्, आरा धरान, यो धरान काट काट्ने आरा धरान यहाँ कति राम्रो बनाउनु भएको छ, हेर्नु होला। हेर्नुहोस् त, प्रत्येक दिन हजारौँको सङ्ख्यामा चाहिँ यहाँ पर्यटकहरू भित्रिने गर्छन्। यहाँनिर चाहिँ झन् यो नयाँ वर्ष भयो, फेस्टिभल भयो, यो शनिबारको दिन भयो, झन् पर्यटकीय त कति यहाँ भिड हुन्छ। हेर्नुहोस् त, मान्छेले चाह्यो भने जे पनि गर्न सकिन्छ। यस्तो ठाउँमा त यति राम्रो बनाउनु भयो भनेपछि हेर्नुहोस् त, यहाँ माथि अब सानो खहरे खोला हो, तर पनि यहाँ एकदम पुल चाहिँ एकदम मजबुत राम्रो बनाउनु भएको छ। त्यही माथि पनि त्यसको उपरमा चाहिँ गार्डन लगाएर फुलसुल लगाएर एकदम मजाले सजाउनु भएको छ। देखिरहनु भएको छ, हेर्नु होला। मान्छेहरूको कति भिडभाड छन्, हेर्नु होला। अब बर्खाको टाइममा चाहिँ यो खोल्सी पनि उर्लेर आउँछ, झनै यो पुललाई नै माथि छुने गर्छ। अब हिउँदा मासमा चाहिँ हेर्नु होला, मान्छेहरू कति जल्छन् क्या, कति जल्छन्। हर्क साम्पाङको उन्नति प्रगति देखेर पार्टीका मान्छेहरू कति जल्न सकेका। हेर्नुहोस् त, यहाँ माथि चाहिँ अब भिर छ होइन, यो माथि डाँडा छ, पाखा छ, त्यसको मुनि फेदीमा चाहिँ यति राम्रो पार्क बनाइदिनु भएको छ। त्यसरी अब पब्लिकहरू आउने घुम्ने अब गर्छन् यहाँनिर होइन। अब छुट्टीको दिन त झन् नै यहाँ भिडभाड नै हुन्छ प्राय, धेरै जसो चाहिँ। अब अन्य दिनमा पनि अब मान्छेहरू चाहिँ 1000, 1200, 1500को हाराहारीमा चाहिँ यसरी नै घुइँचो राख्ने गर्छन्। अब यता हेर्नुहोस्, यो छाता यस्तो देखिराख्नु भएको छ नि यता देब्रेपट्टि, यो चाहिँ सबै पिँडालुको पातको चाहिँ डिजाइनिङ गरिएको छ यहाँ चाहिँ।